बेसी लाइट राख्ने ठाउँ हो दाइ।
उता सिट पनि हालिसकेको छ नि सर हजुर सिट हाले नि त्यो त ढलाइको लागि ए ढलानको लागि चाहिँ हो त्यो है कस्तो राम्रो सेप देखेछ यार त्यहाँ चाहिँ अब टिम बाँधेको अँ यहाँ रेडी होला हराइमा अब यो ढलान गर्नु लागि है यहाँ ढलाइ गरेपछि त सिट हालिन्छ ए सिट हालेको छ भइहाल्यो टिम पनि आइसक्यो भन्दै थियो ए आकाश शर्मा के राम्रो प्लेयर हो गर्नु पनि मान्छे टुरतिर जानुपर्ने मान्छे हो यो अहिले अलिक गाह्रै छ कम्पिटिसन पनि छ तर अब पुरानो प्लेयर खासै फर्ममा नभए पनि खेलिरहेको छैन के गर्ने त छैन नि फर्ममा उफ्न ब्याट्सम्यान कोही फर्ममा छ नि त अहिले गेमहरू त थाहा हुँदैन न कुशल छ न आशिष छ बिचरा हेर्नु त्यहाँ दिपेन्द्रले नि लगामा फर्किनु लाग्यो भर्खर उसको त ब्याटिङ नभए बलिङ छ भन्ने हुन्छ कसैलाई उसको त्यही भएर नि हो क्या अलिकति अनुभवले गर्दा नि गएको केटाहरू अनुभव हो क्या मेन भनेको चाहिँ नयाँ त मलाई अलिक यहाँ राम्रो खेल्छ नि उहाँ गएपछि बिचरा फेरि सकेनन् भने त गाह्रो हुन्छ हेर्नु उनीहरूको अनुभव कम हुन्छ कमाउँछौँ एउटा जागिर खाएर होइन धेरै कमाएन होइन अलिक सेक्टरमा छ त नि जे छ डोमेस्टिकमा पनि छ क्या इन्टरनेसनल नगए पनि नपरे पनि फ्याटाफुट्टै एक दुईचोटि पर्ने गर्ने एनपिएल खेल्न पाउने अनि टुर्नामेन्ट भइरहेको हुन्छ लगभग यिनलाई दिन्छ राम्रै ठुलै प्लेयर आउँछ अहिले फेरि तपाईँको लोकल टुर्नामेन्टै धेरै छ क्या त्यो कोशी प्रिमियर लिगदेखि लिएर होइन पोखरा प्रिमियर लिग अलिक पोखरा प्रिमियर लिग भएको छैन है के भइरहेको हुन्छ क्या पोखरा प्रिमियर लिग छैन अनि मधेसदेखि लिएर मधेसमा दुई तिनवटा प्रिमियर लिग हुँदो रहेछ फेरि रौतहटदेखि लिएर कोशीदेखि लिएर अलिक टिटेन भइरहेको छ फेरि मधेसमा नि होइन मधेसमा त हो क्या त्यो पुग्ने रहेछ लिग खेलेर पुग्छ पैसा पाउँछ नि त्यही त आइपिएल बाहेक उनीहरूले बाहिरको लिग खेल्न पाउँदैन है इन्डियनहरूले बाहिरको लिग खेल्न पाउँदैन नि त ए है रमाइलो लाग्दो रहेछ कि यो त हामी यो चाहिँ नसोचेको प्रोजेक्ट हो क्या हामीले सोचेको थिएनौँ त्यो यति चाँडो बन्छ भनेर होइन यति फास्ट द्रुत गतिमा यो केपी ओलीले गरेको भने चाहिँ यो राम्रो प्रोजेक्ट हो भनेपछि केपी ओलीको प्रोजेक्ट भन्छ अहिले पनि उसले प्रेसर दिइरहेको नि त बेला बेलामा मेरो प्रोजेक्ट भनेर 4-5वटा एउटा गर्दैछ लगभग एउटा ठिक्कको होइन 3-4वटा इन्टरनेसनल बनाएर एउटा राम्रो ग्राउन्ड बनायो भने त राम्रो हुन्छ नि त्यो गौतम बुद्ध र यो मात्रै कम्प्लिट हुन दिएको भयो भने धेरै राम्रो हुन्थ्यो नि चितवन छ उता स्ट्याटिकमा त्यहाँ पनि बनाइरहेको छ प्राइभेट भयो नि ग्राउन्ड चाहिँ राम्रो हाम्रो बुटोल हो नि त म पनि घर जाँदा त्यहाँ गइरहेको छु ए बुटोलमा नि छ क्या हाम्रो समिति रूपन्देही बुटोलतिर नि छ
सकिने एनपिएल गराउने अनि ठ्याक्क त्यो एनपिएल सकिने बित्तिकै त्यो एनपिएल भन्दा अगाडि नै रेडी हुन्छ होला ग्राउन्ड त एनपिएल पछि के एनपिएलमा चाहिँ रेडी हुन्छ नि त अगाडि नै एनपिएल सकिने बित्तिकै फेरि उतातिर अर्को उता बिल्डिङ गराएर पार्टमा गरायो भने त राम्रो टक्क हुन्थ्यो नि त अलि दर्शक क्यापेसिटी अलिक घट्छ कि है सिट राखेपछि 10,000 मात्र छ भन्छ क्या 10,000ले पुग्दैन ल 20,000 मजाले बस्नु मिनिमम नै 20,000 त नर्मल आइरहेको हुन्छ मान्छे 20-22,000 को गरायो भने ठिक्क हुन्छ कि थप्न मिल्छ जस्तो लाग्छ मलाई प्यारापेट त हाइट बढाएर थप्न मिल्यो नि त होइन सेकेन्ड फेजमा माथि थप्न मिल्यो नि त अब कहिले सेकेन्ड फेज कहिले हो यसको एक तला माथि अर्को तला नि थप्न मिल्छ नि होइन प्रायः त स्ट्यान्ड त्यस्तै त हुन्छ नि होइन बाहिर त बाहिर त्यही हुन्छ कि अर्को तला उठाउनु मिल्छ नि त पछाडिसम्म लाने कुरो छ के अब सर्लको वरिपरि गराउनु पायो भने त लगभग 20,000 20-25,000 त नर्मली चाहिन्छ क्या काठमाडौँमा कम त झडा पर्छ भोलि पर्सि यहाँ हेर्नु न मान्छे छिर्नलाई त्यही त झन् स्टेडियम बनाएको छ भने झडा पर्दैन अब झन् गाह्रो हुन्छ कि यहाँ टिकट पाउन गाह्रो हुन्छ त्यसमाथि खुसे लुकेर एउटा 200जना पस्दै भने पनि त अनि 200जना टिकट काटेको त सेक्युरिटी टाइट गर्छ गरौँ त सेक्युरिटी टाइट गर्छ अब तर दर्शकलाई त मार त पऱ्यो नि त त्यही हिसाबले त अलिक थोरै भयो कि अलिक थोरै भयो ठाउँ ठ्याक्कै यो जस्तै गरेर ठ्याक्कै पारिपट्टि पनि मिल्यो है 10-20,000 गराउन ठुल्ठुलो गेममा त यहाँ धेरै आउँछन् नि आकाश त अन्डर 19 बाट आएको होइन भर्खरै 20 वर्ष चाहिँ भयो होला 19-20 त भयो होला भर्खर अस्ति 1 वर्ष अगाडि त हो नि अन्डर 19 त्यही उहाँ गएर खेल्यो नि त त्यहाँ राम्रो प्रदर्शन गरेर त्यसपछि आएको हो त्यसपछि सेकेन्ड नेसनल टिममै जो पऱ्यो ब्याटिङ पनि राम्रै गर्छ होइन ब्याटिङ नै गर्छ नि लास्ट आएर आएर राम्रो फिनिसरहरूमा काम गर्छ अहिले करण केसीले नि खै पहिला जस्तो अलिकति ब्याटिङमा चाहिँ बलिङ ब्याटिङै खसिसक्यो जस्तो लाग्यो करण केसी अहिले पहिला करण केसी आउने बित्तिकै कस्तो अर्को टाइपको फिल हुन्थ्यो क्या लिन्छ विकेट लिन्छ कन्फर्म हुन्थ्यो अहिले चाहिँ अलिकति T20 भन्नु थाल्दैन छुट्ने हो नि त एउटा प्लेयर राम्रो गर्दिने एउटा प्लेयर राम्रो बलिङ गर्दिने भने त नेपालको आदिले मात्रै चम्कियो नि T20 पुग्ने खालको प्लेयर हो त्यो उसले राम्रो फर्ममा चम्किन सक्यो भने क्या एक्लैले पुर्याइदिन्छ कि उसले फेरि सेट हुनु पर्यो त्यसलाई झ्यापझुप गरेर टुक्रा गर्ने बित्तिकै झ्यापझुप गर्न पर्थ्यो हो क्या अहिले पनि अस्ति ट्रेनिङमा अस्ति त्यो छनौट छिराउनु सक्ने टाइम थियो नि त थियो के मजाले सक्थ्यो मुबारी छिराउनलाई छिटो गरायो नि त सन्दीपको ठाउँमा कति छिटो गरायो भने त अदाबले आएको 2 दिनपछि नै झामझुम गराएर तपाईँको जुन सेकेन्ड फेजको लागि उहाँले सेलेक्सन गरे नि त्यसो इन्क्लुड गरेर मिल्थ्यो क्या मजाले मिल्थ्यो क्या त्यसै बेला हल्का त्यो कोचसँग ट्रेनिङ गराएर कोअर्डिनेसन गराएर उसको प्लेइङ राम्रो भएर लिएर गएकै भ्याउँथ्यो क्या अहिले एफर्ट गरेर मजाले चाहिँ गरेको भए सन्दीपलाई प्राथमिकता दिएर गरेको भए भइहाल्थ्यो कि अहिले फेरि न्यू खोजिरहेको छ सन्दीपले खै के गर्नु लाग्यो केटोले
अब थाइल्यान्ड कहाँ पुगिसक्यो हेर्नु न क्रिकेटमा यार लिड गेमहरूमा हाम्रो केटा सर खेल्छन् यार माटो नि सिङ्गल डबल स्ट्राइक गर्दै 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 पछि लास्ट ल्याम्ड पनि टुट्दिने क्या केटाहरूको होइन केटीहरू कति अनि थाइल्यान्डको फेरि केटाको लेडीको टाइप अझ केटाको चाहिँ मलाई थाहा छैन केटाको अर्को टाइपको हुन्छ अरे त्यही भएर नि हो क्या त्यही भएर पावर हुने हो कि हेर्नु न अब केटाहरूमा छैन केटीहरू त्यति खतरा यस्तो डेन्जर यार केटीहरू आउँछन् हान्ने हो थाइल्यान्ड खतरा कमब्याक गरेको राम्रो छ युएसए हेर्नु कहाँ पुग्यो कति ढिला युज आएको नि क्रिकेटमा युएसए सबै इन्डिया र पाकिस्तान छिरेर 100% भन्ने बेला हुन्थ्यो अझ हेर्नु कम्पिटिसन छ नि सबै यो त हामीलाई हाँसु थियो पहिला युएसए पनि गेम हुन्छ जस्तो लाग्थ्यो क्या युएसएले खेल्छ भने मान्छे हामी पहिला युएसए पछि आएका अनि अब कुवे त्यही अहिले कति माथि पुग्नु लागिसक्यो हिजो ओमानले छोडिदियो ओमानले जित्यो नि हिजो युएसएलाई कस्तो ड्र भयो सर म्याच ओडिआईमा म्याच 266 थियो के कसको थियो ओमान र युएसए थियो नि रहेछ म्याच ओडिआईको ड्र भएछ म्याच होइन सुपर ओभर जित्दैछ ओमानले मलाई नयाँ कोच भर्खर आएको पुग्दो होइन दसजनाको भर्खर आएको खै मैले अहिले हाम्रो टिमको फर्म हेर्दाखेरि मैले खासै गतिलो सङ्केत चाहिँ पाएको छैन त्यो स्कटल्यान्ड कस्तो राम्रो फर्ममा छ दुइटै छ नेदरल्यान्ड स्कटल्यान्ड फर्ममा छ युएसए फर्ममा छ होइन यो ओडिआई स्ट्याटस जित्नको उसको लागि जोगाउन कतिसम्म पर्नु पऱ्यो 4मा टप 4मा चाहिँ जित हो टप 4 लाई ओडिआई हो त्योभन्दा तलको भयो भने चाहिँ फेरि वर्ल्ड कपलाई चान्स त हो यता वर्ल्ड क्वालिफायरलाई त चान्स हुन्छ ओडिआई जान्छ फेरि 8 तलको 4 जनाबाट फेरि यो टुर्नामेन्टसँग पेसिफिकसँग गराएर हुन्छ तर ओडिआई स्ट्याटस गर्न चाहिँ 4 नै पर्नै पर्छ क्या त्यो त गाह्रो छ यार टप 4 परेको सिधै उयो जान्छ क्वालिफायर खेल्न त्योभन्दा तलको चाहिँ फेरि एउटा टुर्नामेन्ट खेलेर टप एउटा हो कि दुईटा जान्छ कि फेरि खेल्न चाहिँ क्वालिफायर खेल्न टप 6 सम्म त ओडिआई जोगिनु पर्ने हो नि 4 सम्म त रहेछ त मजा आएन नि यार 4 त गाह्रो छ 6 सम्म चाहिँ चान्सेस छ 4 त लास्टै गाह्रो छ यार त्यो पोइन्ट हेर्दाखेरि लाज मर्दो छ कति 4 कि 6 कति यति त्यस्तो छ मलाई उनीहरूको 22-24 पुगिसक्यो लगातार जित्नुपर्छ चमत्कार अब त्यो आयो नि अर्को त्यो मोन्टी देश आएपछि त होइन अब वर्ल्ड कप खेल्ने T20 वर्ल्ड कप खेल्ने चान्स छ क्या बढी नेपालको जस्तो देशको हरेक साल पर्न सकिन्छ कि राम्रो कहाँ पो छ त्यही पनि अस्ति आएको थियो त सेड्युल अस्ति आफ्नो सेड्युल पहिला के हुन्थ्यो भने अफ्रिकाको छुट्टै एसियाको छुट्टै हुन्थ्यो नि त त्यहाँ एसियाबाट एउटा मात्र हुन्थ्यो अब एसिया र अफ्रिकालाई दुईटालाई मिक्स गरेर दुईटा निकाल नयाँ भनेपछि त पिएनजीहरूलाई त जित्ने चान्स हुन्छ तीनटा कि कतिवटा छ अहिले होइन निस्किने दुईटा छान्नु छ नि त पहिला एउटा मात्र हुन्थ्यो फाइनल पनि जित्न पर्ने हुन्थ्यो अब दुईटा फाइनलसम्म पुग्यो भने त अब धेरै चान्स भयो नि त एसिया कप त्यस्तो खेल्न चान्स रहेछ अहिले टप 3 लाई लथ्यो टप 4 अस्ति नै हङकङसँग हालेर घाटा भयो त्यही भएर हो चान्स थियो नि बेइज्जत भयो नि हङकङसँग नि हारेको क्या लास्टमा केही फरक नपर्ला भनेको लास्टमा इन्डिया नखेल्ने भने इन्डियन होइन इन्डियाले कहाँ छोड्ला त्यतिकै यार इन्डिया भनेको आइसिसी सर मान्छ नि यार पहिला त्यो पाकिस्तानको कसलाई नियुक्ति गर्दैछ नि त होइन मेनै त्यही हो के अरे अब इन्डिया न्यु खोज्छ क्या लाग्छ इन्डियाले न्यु खोज्छ उसले टुर्नामेन्टै हुन दिँदैन त्यही त लाग्छ पाकिस्तान र इन्डिया नमिलेर सब दुनियाँलाई अघिल्लो चाहिँ धन्नै एसिया कप भएन भन्दै भयो नमिले त ठिकै थियो लडाइँ नै गरे क्या द्वन्द्व नै भयो क्या यता नि नेपाल पहिलोचोटि गइरहेको थियो खेल्न लडाइँ गरेर खराब भयो ठिकै छ जोस वर्ल्ड कप यताउति गजिले केटाहरूले छाटकाट त राम्रो देखाउँछन् वर्ल्ड कपमा त हेर्नु त्यो बङ्गलादेशलाई धुरुवाकै हो एग्रेसनमा जितेको हो नि त जितेकै हो नि साउथ अफ्रिका त जितेकै त्यो त जिते सरको गेम हो क्या साउथ अफ्रिका र बङ्गलादेश त रहिसकेको थियो नि पागल मात्र हुन बाँकी थियो अब जित्छ भनेर गेम कन्फर्म भनेर बसेको नि म पनि केटाहरू घरतिर थिएँ दुईटै गेम हेरेको हो त्यो बङ्गलादेश र साउथ अफ्रिकालाई बङ्गलादेशमा एउटा मात्र ब्याट्सम्यान गतिलो भइदिएको है दुईटै गेम मजाले जितिन्थ्यो मिठो 50 सम्मको पार्टनर हुन्छ नि दुईटा ब्याट्सम्यानले 50 पार्टनरसिप दिएको गेम जितेको 116-15 को रन त थियो नि यहाँ टिक्ने खालको के त्यसलाई हुन्छ नि अनि अर्कोले अर्कै उचाल्दै बस्यो उनीहरू एग्रेसनमा आइहाल्ने क्या खास एग्रेसनमा आएर नि त बङ्गलादेशसँग त त्यो थर्काइ गर्ने त्यो मुला एउटा त्यो बोकेदारी पाल्ने केटाहरू नि एग्रेसनमा आएर छुट्टा खोज्ने आउट भएको भइ गर्ने युएसए युए त त्यस्तै टिम हो कि अब उनले ग्रो गर्ने होइन किन्ने हो सबै
त्यही हो अब त्यो राहुल आएको क्याप्टेन पनि अहिले बोबाल राम्रो खेल्ने चाहिँ त्यो हेर्दा इन्डियन जस्तै छ इन्डियनको नाम जस्तै छ उही जन्मेको यताउति भयो हो नत्र भए अहिलेको भर्खर जन्मेर खेल्ने समय त्यति टुर्नामेन्ट पुग्ने भन्ने टाइम छैन युएसएलाई यसले सबै पाकिस्तान इन्डिया श्रीलङ्काबाट लान्छ हो नि देशको नाम मात्रै हो नाम मात्रै देशको हो नेपालमा त सबै छ होम ग्राउन्डै हो त्यो भएर नि हल्का त फरक पर्छ त जित्न त सबैले जित्न पऱ्यो ग्रो गरेको छिटो भएको देख्दा हामीलाई अर्कै लाग्ने हो तर त्यहाँसम्म गराउने त्यहाँ एउटा प्रोजेक्टमा त त्यहाँ एउटा उस छ क्या प्लेयर उता बनाउने भने ठ्याक्कै एनपिओ सकिने थियो कि त्यो बिल्डिङ बनाउन पाएँ बल्ल ठिक हुन्छ कि ठ्याक्कै त्यो बनाएर सक्ने त्यसरी यो फडाङ फुडुङ छोडेर उता हुन्छ अनि ट्याक्कै यता बनाइदिएर बबाल राम्रो देखिन्छ क्या लाइट साइड बाला त नाइट गेम नै हुन्छ एनपिएल नाइट गेम त मजा आइहाल्छ नाइटमा धेरै मान्छे आउँछन् भने फेरि तनाव त्यहाँ छ नि त अफिस छुट्टी हुन्छ बाइक साइक सबैको नर्मल हो अहिले जमानामा पठाउ छँदैछ नाइट गेममा यहाँ भिड हुन्छ अनि मान्छेले देखाउने कसरी अनि त्यो पारा खडाले स्टाटस हाल्नै बस्ने हो ल टिकट फुल भयो नआउनुहोस् है टिभी हेर्नुहोस् भन्ने हो त्यो अरू उसै छैन नि फेरि हालिहाल्नु चाहिँ सेकेन्ड फेजको त गराइहाल्नु पायो कि नेपालमा के हुन्छ यदि भइसक्यो सेकेन्ड फेज हाल्नु गाह्रो हुँदैन नि फेरि जग बसिसक्यो नि त जस्तै पहिला तल बनाउनु गाह्रो के घर भने दोस्रो तल बनाउनु पाक्लो पो बनिहाल्छ थोरै खर्चमा बन्छ चाह्यो भने यस्तो हुन्छ होला कि यो लग बस्छ नि सेकेन्ड यो पिलर धेरै ठाउँमा मैले इन्टेन्समा हेरेँ हो यो अगाडिबाट त हुन्न त्यो सेकेन्ड बिचबाट यसरी लैजान्छन् कि ठ्याक्कै छेकिन्न के यस्तो गरेर गाडीमा लगेर 20-25 हजार अस्ति भयो त पुग्थ्यो कि मजाले त्यति चाहिँ चाहिन्छ नि क्या नेपालमा काठमाडौँ भ्यालीमा फेरि 20-25सम्म भयो त पुग्थ्यो कि यहाँ एउटा मूलपानी एउटा राम्रो भयो नि गौतम बुद्ध एउटा हुने एउटा चाहिँ यता पूर्वतिर एउटा हुने उसले नि बनाइसक्यो त पुरा त बबालै बनाएर 8 बजेबाट आउँछ के छ आज कलेज इन्टर कलेज हो ए गेम पनि छ आज यो कलेजहरूको टिममा चाहिँ अस्ति पनि पानी पर्थ्यो तपाईँको अफिस जानु पर्दैन मेरो अफिस अहिले छैन त्यसो आनन्द भएछ त नि हाम्रो मलाई अर्का जागिर खाएपछि हेर्न यति ला सबै आउँछ अडियो काट्नु भन्दैछ गाह्रो हुने यो कस्तो भने जब गरिसकेपछि तपाईँको सिक्रेट टाइममा पुग्नै पऱ्यो बिदा हुँदा त पाइँदैन नत्र मैले पहिल्यै ट्राई गरेँ कि आज मर्निङ क्लास छोडेर मेरो घरमा काम छैन बाहिर आएको झन् तल बढ्यो झन् खेलाडी खसिँदा पनि डर लाग्ने हो कि हुन त सधैँ एउटै खेलाडी फर्ममा कहिले हुँदैन विराट कोहली पनि फर्ममा थिएन नि त कताबाट म त त्यस्तै हो क्या फुटबलमा बढ्यो होइन के हुन्छ टिमै स्ट्रङ भयो नि जसरी जित्छ त्यसले क्रिकेटमा त दुईवटा प्लेयर राम्रोसँग चम्किने चाहिँ गेमै उल्टिन्छ त्यस्तो फरक पर्छ क्या त्यो क्रिकेट र अब अनएक्सपेक्टेबल हुन्छ यदि तपाईँको प्लेयरहरू जुन मेन ओपनरहरू फर्ममा गइदियो भने त्यो पछाडि सबै त्यस्तोहरू जाने कि नेपालको चाहिँ
अलिकति मिडल अर्डरले पनि धान्दियो खाएर गुलसन कुमार झारासुले हान्यो नि त आरिफले होइन एउटा म्याच त अनि भीम सार्कीले हान्दियो अस्ति अर्कोमा दिपेन्द्रले त्यसरी एउटा पार्टनरसिप मात्रै राम्रो बिल्ड गरेर एउटा मनसित त्यस्तो बनाउनु पऱ्यो क्या क्लबसँग त हारिसकेको गुलसनले उसले नखेलेको भए त त्यो त मैले अफ गरेर सुतेको नि त्यो मलाई पनि म रिस उठेर म अफ गरेर सुतेको पछि मलाई गदिलो थिएन ए अर्को त्यो बफर भएको भए बफर भएकै गरेको थिएँ नि स्कोर त हेरिरहेको थिएँ मैले पनि अनि केटीको त्यस्तै भयो त्यो दिमाग खराब पऱ्यो झन्डै पानी परेर झन्डै जित्यो नि त लक्कीले हो नि हङकङको गेम नभएर तर म्याच गेम छैन नि केटीहरू देख्नु भएको थाइल्यान्डसँग त्यस्तो म्याच खेल्ने हो भनेको उनीहरूले सिङ्गल डबल रोटेट गर्न सक्छ भन्ने उनीहरूले किन सकेन क्या सम्झना खड्का उफ्नाहरू दुईजना सब ब्याट्सम्यान छन् फेरि टिममा तपाईँ रुबिनादेखि लिएर सितारा मगरदेखि लिएर होइन तपाईँको लास्टको भिडियो चाहिँ मोटिलियनसम्म राम्रो हिट गर्छ क्या के त्यो नाम टेक्निकल त चिजहरू अलि कम छ क्या त एक त फिटनेस छैन सर हेर्नु किन ढाट्नु होइन अलिकति हान्ने बित्तिकै बिचरा इन्दु बर्माले बल्ल बल्ल गरेको हुन्थ्यो अस्तिको म्याचमा हेर न फ्याँ भएर बिचरा गरेको फिटनेस छँदै छैन तपाईँको थाइल्यान्ड केटी हेर्नु त त्यहाँ कसैको पेट देख्नु भयो तपाईँले मोटा कोही मोटो देख्नुभयो त किन मलाई कुखुरा चला कुदे जस्तो कुद्छ नि यार हाम्राहरू एक रन लिनु पऱ्यो रनआउट हुन्छ नि सुरुमा रनआउटै गर्छ जस्तो लाग्छ रनआउटबाट सुरु गरे ग्राउन्ड पनि सानै हुन्छ कि यो खै कसै कुद्छ रनआउट हुने यार कुद्न नसक्ने हो सर त्यो स्टामिना नभएको छ त्यो त स्टामिना चाहिन्छ फिजिकल फिटनेस ध्यान दिनुपर्छ डाइट त्यही हो म्युजिक भिडियोहरूमा पनि यता हिरोइनहरू आए हिट हुने बित्तिकै मोटाउनु थालिहाल्छ मोटाउँदैन त पार्वती राई त्यति राम्रो थियो पार्वती राई मोटायो सम्झना बुढा थियो कि मोटायो सबै त्यस्तै मोटायो र बिग्रेको के दिनु फेरि अरू केही होइन अहिले उषा उप्रेती राम्रो चलिरहेको थियो त्यो पनि मोटाइदियो सुषमा अधिकारी के भने कस्तै खतरा सुषमाती राम्रो हो धेरै राम्रो त डान्स त खतरा हुने मान्छे हेर्दा मोटाएर त्यस्तो छैन पैसा भएपछि मान्छेले अरू केही चाहिँदैन हेर्नु अनि फिटनेसतिर ध्यान जाँदैन रमाइलोतिर ध्यान जान्छ केटीहरूलाई पनि नेपालमा गाह्रै छ सबै चिज सोध्न राखेर गाह्रै हुन्छ नि त नयाँ जेनेरेसन ग्रास रुटबाट राम्रो हुँदैन क्या अचल अब धेरै हुन्छ गरेपछि भन्ने छ अब गर्न नि अब नयाँ आउनेमाहरू राम्रो आउनु पऱ्यो अब पूजा मत राम्रो थियो कस्तो मोटा छ फेरि हेर्नु न इन्डियामा जस्तै एसपी जस्तै शुभम गिल जस्तै एक दुइटा निक्लियो भने नेपालमा त आगो भएको अस्तिको त्यो पूजा मतो गेम हेरेको मैले कस्तो भ्याङल्याङ कुद्दाखेरि मोटो के मोटाएको क्या अहिले त अनि त्योहरू सबै गाली गरिरहेको थियो क्या कमेन्टमा पनि एउटा फिट भएको प्लेयर के कसै किन एक्कासी मोटाउँदै आउँछ त्यो सुखदेहरू माथिको अहिले भाइस क्याप्टेन दिएको अरे फेरि पूजा भाइस क्याप्टेन दिएको छ आफूलाई कस्तो उसमा राख्न नसक्यो कन्ट्रोल अब अघि वेट 1 कि 2 किलो उनीहरूले वेट त रेगुलर मापन हुन्छ होइन 1 किलो बढ्ने बित्तिकै फिटनेसमा ध्यान दिनु नि त अब फिट भनेको प्लेयर त्यसरी गए जस्तो सकियो नि एउटा आश भएको मान्छेदेखि भर्खर आएको है अन्डर 19बाट आएको होइन त्यो अनि भर्खरै आएको थियो भने अन्डर 19मा आएर यहाँ प्लेयर त सिरिज भएको यहाँ टुर्नामेन्टमा नेपालबाट उसले स्कुटर जितेको केटी हो खेल्न चाहिँ राम्रो खेल्छ इन्डियामा सिकेर आएको उसले त्यो अब एक्सपोज त धेरै नेपालमा कसैले पनि पाएन होला केटीहरू इन्दु वर्माले पनि लगेको इन्डिया सिकेर आएको टेक्निक त राम्रै छ के अब हल्का अरू चिज पनि हुँदैन त्यही आशमा त दिएको अस्ति बलिङ 17 रन कति रन खाइदियो दिएको त्यही त लडी गर्ने भोलि भराउ भएको गरी यहाँ मान्छे
यो ढलाइ गर्छन् होला आज ढलाइ चाहिँ गर्नुपर्ने यो कन्डिसन हेर्दाखेरि अब मसला घोलेर हाल्ने थियो नि यहाँ त यसमाथि अनि प्लास्टर गरिदिन्छ होइन छड बान्नु हो क्या अर्को सबभन्दा छिटो त ढलाइ लास्ट टाइम लाग्दो रहेछ नि बान्न थियो हेर्नु बिचारा के लाएर है सबैभन्दा टाइम लाग्ने चिजै यही हो क्या यो अझ त ढलाइ सलाई त आज गरे साँझसम्म सबै अब भ्याइदिन्छ जस्तो टेक्नोलोजी छ भ्याइदिन्छ साइकल ल्याएर फनाउँदा त होला यो आज हुन्छ उता तल माथिबाट बाँध्दै आएर कुन चाहिँ रुख काट्न दिएन भनेर आएको थियो नि विवादमा ऊ त्यो ग्यापमा ए अहिले निकाल्यो ग्यापमा छड छैन नि ऊ त्यो डोजरले खनिरहेको ठाउँमा होइन यो बााउन्ड्री छ नि बााउन्ड्री छेउमा छडबाट सर देखियो नि त्यही सिम हो त्यही ऊ बिचमा छैन नि त्यो माटो हल्का सुकेर जस्तो ठाउँ त्यहाँनिर होला त्यहाँ ग्याप छ त खौले छ त्यहाँनिर छड छैन नि त्यहाँ अरू ठाउँमा अब थाहा छैन होला नि त्यहाँ होइन के खै अब के गराउँछन् त्यहाँ गराउनु त पर्ने हो कि लाइट चाहिँ एउटा त्यहाँ भित्र छ एउटा चाहिँ कहाँ अरू कहाँ छ त है लाइट एउटा उता लाइट त छ जतासुकै छ उज्यालै हुन्छ राति होइन त्यो अलि ठुलो लाइट हाल्न राख्ने नि त लाइट ए उनीहरू चाहिँ एउटा देखाएको थिएँ मैले यहाँ सिन्छ एउटा ऊ त्यहाँ सिन्छ ए त्यो खौलो बनाएको रहेछ एउटा उहाँ छ उहाँ देखियो नि एउटा त्यो माथि छड गोलो गोलो देखियो नि एउटा पिल्लरहरूको अगाडि मान्छे उठ्रेको त मिसिलको पछाडि ठ्याक्क एउटा त देखियो नि ख्याल गर्नु मैले याद गरेँ यतातिर छ अनि एउटा त त्यहाँ त मैले खिचेर आएँ अघि गएर छवटा हाले क्या छवटा बिरोज कोले पनि थप्यो नि त अहिले पछि लाइट पुगेन थप्यो नि त त्यसले नि बिचरा 5वटा हालेको थियो पहिला के अरे अहिले थपे अहिले फेरि पैसा कुस्ताउँ रहेछ बुढासँगै बिचरा विदेशमा कमाएपछि यहाँ लगानी गरिदिएछ राम्रो हो नि आँट गरेको जे भयो नि नेपालको पहिलो लाइट भनेर त्यहाँ चिनिन्छ नि त यहाँ भन्दा नि उसले पहिलोचोटि हाल्यो राम्रोसँग प्लानिङ गऱ्यो भने इन्डियाको बोर्डर छ इन्डियाको गेमहरू पनि गर्न सकिन्छ क्या त्यहाँ बिहारतिर त केही नै छ र अहिले तपाईँको भोलि गेम आयो होम आयो भने त तिन खराब गराउनु त नि कहाँ गराउनु त नि होम आयो यस्तो ग्राउन्ड त्यही भएको अहिले दिवस उसले पनि दिइरहेको छ त पिएमको भएर त्यहीँ दिवस थियो भने क्यानले सपोर्ट राम्रोसँग दियो धेरै एउटै अब त्यहाँ लुम्बिनीमा एरोगेरोमा भर्खरै क्रिकेट ग्राउन्ड बनाउने कोही छैन छाँडकाट एनपिएल त्यहाँ रेडी गरिदिएर लगभग 10-15 हजारको सिट बनाइदियो भने त एनपिएल त हरेक वर्ष हुन्छ नि त्यहाँ यहाँ हुन्छ चितवन हुन्छ त्यहाँ हुन्छ जस 5-6वटा ग्राउन्ड अर्को पनि एउटा देवखुरी पनि राम्रो ग्राउन्ड बनाएको रहेछ देवखुरी भन्ने पनि देवखुरीमा नि अलि सिट हालिसकेको क्या त्यहाँ रातो सिट हालेको थियो हिजो हालेको थियो हेरेको थियो फोटो मैले चोरेर लग्ने होइन चोरेर लग्ने भनेर हालेको थियो कमेन्ट छ सिट हालेको ढलाइ गरेको पिएमको पनि के कप भयो त त्यहाँ भयो त त्यहाँ पिएमको भयो त त्यहाँ दिएको थियो अनि उता उसमा दिएको विनोद कुमारलाई दिएको गरायो नि त पिएमको क्या त्यहाँ नि तर फ्यानहरू त्यति धेरै किन युवाहरू सबै विदेश र काठमाडौँ छन् धेरै युवाहरू त्यति भएन क्या गाउँतिर त्यही गाह्रो हो क्या फ्यानहरू त्यति हुँदैन यो काठमाडौँ चाहिँ भएपछि तपाईँको सेन्टर हो सबै यतै छन् थुप्रेका गाउँका मान्छेहरू केटाहरू गुटुनु आइहाल्छन् जिल्ला जिल्लामा चाहिँ यहाँ टिकट काटेर उता जानुपर्ने हुन्छ हामी हेर्नलाई चितवन त हामी जानु पऱ्यो नि त यहाँदेखि त कि बाइकमा जानु पऱ्यो कि गाडीमा जानु रिजर्भ गरेर जानु पऱ्यो कि खर्च बढी लाग्ने भयो क्या हामीलाई चाहिँ भ्यालीकोलाई चाहिँ जान्छै त अलिक ठुलो एनपिएल भयो नि त आउँछ ठुलो ठुली घर बाहिर भने आउँछ होम आयो भने जानै पऱ्यो नि हेर्नको लागि त यहाँ भइहाल्यो यहाँ अब लगभग अझ गाडीको व्यवस्था पनि गरिदिइरहेको नि त्यो ठाउँमा त होइन चितवनबाट त यहाँ त एनपिएल हेर्न त गाडी नै व्यवस्था गरेर पठाइदिएको थियो उहाँ जनकपुरले जितेर उहाँ पार्टी दिइरहेको थियो जनकपुरकाले भतेर लगाइदिएको थियो लडाइँ जो भयो लास्टमा यहाँ दुईजनाको टिमको जनकपुर र उसको सुदूरपश्चिमको फाइनलको टिम भन्दै थियो त्यो जहाँ पनि त्यस्तो हुँदो रहेछ त्यो नर्मलमा त तपाईँको अस्ति देखेमा थियो अचम्म बारमा सुदूरपश्चिमले एउटा गेम नहारेको लास्ट फाइनलमा गएर ठ्याक्कै हारेको क्या फेरि एउटा गेम नहारेर त्यस प्रायः त्यस्तै हुन्छ टिमहरू अहिले सिस्टम टेक्नोलोजी कहाँ पुगिसक्यो यार जे जे भयो पनि सबलाई आमा चिन्ता है पैसा धेरै भयो स्वास्थ्य छैन कि बुढी त्यस्तो बुढी हो नि त्यो आइमै त भर्खर तरिन देखिन्छ यार अम्बानीको बुढी हो नि त्यो पैसा नि कति